अहिले चाहिँ हामी एसआरएमको सर्भिस गर्न लागिरहेको छौँ। मैले अलिकति यो गाडी उठाएँ पहिला। हाम्रो चाहिँ यसमा तपाईँको डिफ्रेन्सियल ओइल रिप्लेस रहेछ, कुलेन्ट रिप्लेस रहेछ, अल नट बोल्ट टाइट, कम्प्लिट चेक हो। यसमा अब एसी फिल्टर सर्भिसमा पर्ने जति सबै हुन्छ यसमा। ल हामी चाहिँ अहिले यसको डिफ्रेन्सियल ओइल झार्न खोजिरहेका छौँ। यसको लागि हामी पहिला यो माथिको खोल्छौँ। हजुर, फर्स्ट हो यसलाई यस्तो गरेर अलिकति बेसी गुडेको भएर अलिक कालो भएको छ। हाम्रो सर्भिसिङ अलिकति थोरै कटेको भएर, धेरै त होइन, अलिकति थोरै अलि मार परेछ क्राउनमा, त्यति नै हो। हामी अहिले यो कुलेन्ट झार्दैछौँ, कुलेन्ट वाटर झार्दैछौँ हाम्रो एसआरएमको। हामीले चाहिँ अगाडिको वाटर पम्पबाट चाहिँ कुलेन्ट झारिसक्यौँ। अब यसको हामीले मोटरको आउटपुटबाट चाहिँ फेरि कुलेन्ट झार्नुपर्ने हुन्छ र हामी झार्दैछौँ। कुलेन्ट कस्तो हो चाहिँ समस्या? कुलेन्ट अब यो झर्दाखेरि चाहिँ यहाँबाट तपाईँको येल्लो कलरको झऱ्यो भने चाहिँ समस्या हुन्छ होइन। अब त्यो येल्लो कलरको भइसकेपछि चाहिँ भित्र पाइपमा जाम हुनसक्छ कि, जाम हुने, खिया लाग्ने हुन सक्ने सम्भावना हुन्छ। कुलेन्ट चाहिँ नर्मली ग्रीन कलरको, ग्रिनकै हुनु। हामीले चाहिँ अब त्यहाँ यो कुलेन्ट पास गराउनको लागि बिचमा बसिरहेको हुन्छ, त्यही भएर उतापट्टि हावा हालेर हामी झार्छौँ सबै। हावा पस्यो भने जस्तै यहाँ पाइपबाट हावा पस्छ नि त, हावा पस्यो, धेरै हावा पस्यो भने चाहिँ त्यो बिचमा यो कुलेन्टहरू बस्यो भने, एयर बस्यो भने कुलेन्ट जाँदैन क्या, 1 लिटर 1.5 लिटरभन्दा जाँदैन त्यो हावा बसेको कारणले गर्दाखेरि चाहिँ। त्यही भएर चाहिँ यो हावा हानेर यो पाइपलाई सफा गरिसकेर त्यसपछि अनि हामीले कुलेन्ट हाल्नुपर्ने हुन्छ। नर्मली कुलेन्ट चाहिँ कति लिटरको चाहिँ? कुलेन्ट हाम्रोमा यसमा जाने भनेको 3.5 लिटर हो र कहिलेकाहीँ कुनै केसहरूमा चाहिँ 4 लिटरसम्म जान्छ। तर अहिलेसम्म हामीले अब 3.5 लिटर 4 लिटरै हाल्ने गरेका छौँ। अलिअलि थोरै बाँकी गर्छ, त्यो कस्टमरलाई दिएर पठाउँछौँ। त्यही छ चाहिँ। अब यो रेडिएटरबाट वाटर पम्पमा जोड्दैछौँ कुलेन्टको पाइप। यो हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भन्दा यो पाइप निकाल्दाखेरि अथवा हाल्दाखेरि यसरी समातेर मात्रै तान्नुपर्ने हुन्छ, नत्र भने यो पाइप मात्रै यसरी तान्यौँ भने हाम्रो यो वाटर पम्प फुट्ने सम्भावना बेसी हुन्छ। त्यही भएर हाल्दा होस् या निकाल्दा होस् यसलाई पछाडि चाहिँ यसरी समात्नै पर्ने हुन्छ। यो हामीले चाहिँ यो अहिले कुलेन्ट पास हुने पाइपहरू सबै क्लिप गरिसक्यौँ सबै। अब हामी पछि हेर्छौँ यसलाई। कुलेन्ट हामी रिफिल अहिले पछि गर्छौँ। अहिले हामी यतातिर यो टाइरेडहरू हामी हेर्दैछौँ, यो प्ले भएको छ कि छैन। ठिक छ यो। त्यसपछि प्ले हुनु भएन, यो अलिकति पनि प्ले भयो भने तपाईँको स्टियरिङ दायाँ बायाँ तान्ने त्यो हुनसक्छ कि। यतापट्टिको ठिक छ। अब यता लेफ्ट साइड हेर्दैछौँ हामी, लेफ्ट साइडको पनि ठिक छ। त्यसपछि हामीले सेकेन्डमा हेर्नुपर्ने भनेको यो लिङ्क रड हो। यो लिङ्क रड हेर्दैछौँ हामी, यो पनि ठिक छ। यो साइडमा यो पनि प्ले हुनु भएन। यो प्ले भयो भने चाहिँ हाम्रो स्टियरिङको मेन भनेको हाम्रो यो टाइरेड, यो थ्रस्ट रड, यो लिङ्क रड, यो स्टेबिलाइजर बार भन्छ यसलाई चाहिँ होइन। यिनीहरू यसको बुसहरू कट्नु हुँदैन, यसरी हल्लाउँदाखेरि हल्लिनु भएन यिनीहरू। यो थ्रस्ट रडको पनि बुस हल्लिनु भएन, यसरी हल्लाउँदा टाइट हुनुपर्छ। र हामीले अब अरू हेर्नुपर्ने के छ भन्दा यो बुस हेर्नुपर्ने हुन्छ। यो बुसलाई यसरी हल्लाएर कतिको प्ले छ, धेरै नै प्ले छ भने चाहिँ यो बुसलाई अथवा यो लो आर्मलाई चेन्ज गर्नुपर्ने हुन्छ। अनि यो बुस पनि यसरी हल्लाउनु पर्ने हुन्छ हामीले।
यतिको हल्यो भने ठिक छ, योभन्दा बेसी नै हल्यो भने चाहिँ हामीले बुस रिप्लेस गर्नुपर्ने हुन्छ। अहिलेको यति ठिक छ यो। त्यसपछि हामीले आएर यता ब्रेक प्याड पनि हेर्नुपर्ने हुन्छ भित्र। अब बत्ती बाल्नै पर्ने हुन्छ, यहाँनिर अँध्यारो छ। ब्रेक प्याड चाहिँ ठिक छ अहिले, यो ठिक छ, सबै ठिक छ। ब्रेक प्याड गयो भने समस्या के आउँछ? हाम्रो ब्रेक प्याड गयो भने समस्या चाहिँ हाम्रो यसमा ब्रेक प्याडमा पिन दिएको हुन्छ एउटा, यो सानो पिन हुन्छ। यो पिनले तपाईँको हाम्रो यो डिस्कलाई छुन्छ। त्यसपछि यो डिस्कलाई छुइसकेपछि त्यसपछि आवाज गर्छ, ख्यार गर्छ, आवाज आउँछ। त्यसपछि अब हाम्रो ड्राइभरजीले थाहा पाउनु पर्ने हुन्छ, उहाँहरूले पनि यसो ध्यान दिएर चलाउनु पर्ने हुन्छ। तर ब्रेक प्याड, ब्रेक सू हाम्रो लगभग 50देखि 50 क्रस हुन्छ, त्यतिसम्म टिक्छ हाम्रो ब्रेक प्याड। 50 भने 50 किलोमिटर, 50,000 किलोमिटर कुद्छ, त्यतिसम्म चाहिँ ढुक्कको साथ। ल हामी चाहिँ अब यो डिफ्रेन्सियल ओइल हाल्दैछौँ। यो चाहिँ हामीले 7,000मा चेन्ज गरिराख्नु पर्ने हुन्छ। हाम्रो यसमा जाने भनेको 1.6 जान्छ। क्राउन खोलेपछि सफा गरिसकेपछि चाहिँ 2 लिटर जान्छ। अहिले अब क्राउन खोलेको छैन यसमा, हाम्रो यसमा चाहिँ 1.6 जान्छ जम्मा। प्रत्येक 7,000। अब गुडाएर नगुडाएर राखे पनि 7,000मा चाहिँ चेन्ज गर्नै पर्यो। नत्र भने 7,000देखि अब 10,000 12,000 पुगेपछि चाहिँ कालो हुने ओइल, त्यसपछि क्राउनको चिप्सहरू निस्किने त्यो हुन्छ। चेक गराउनु पर्यो। नगुडे पनि 7,000मा चाहिँ नगुडे पनि अब तपाईँको 2 महिनादेखि 3 महिना जति बस्यो गाडी भन्यो भने चेक गराउनै पर्यो, रिप्लेस गर्नै पर्यो। हामीले चाहिँ अब यो पट्टा बुस हेर्दैछौँ। पट्टा बुस हेर्नको लागि चाहिँ हामी पुरा पेन्सिल लगाएर दिन्छौँ। त्यस्तो धेरै प्ले चाहिँ भइसकेको छ, अझै प्ले हुनु बाँकी नै छ। अहिले चेन्ज गर्नु पर्दैन यो। ठिक छ। अनि हेर्दाखेरि हामीले यो यु बोल्ट पनि ध्यान दिनुपर्ने हुन्छ। यो यु बोल्टहरूलाई हामी हेर्दैछौँ, बाङ्गेको ओरेको हुनसक्छ, यो भाँचेको आधी बाङ्गेको हुनसक्छ। जस्तै यहाँ केस ठ्याक्कै आइहाल्यो यहाँ। बाङ्गिसकेपछि चाहिँ हाम्रो अब यो भाँचिने चान्स बेसी हुन्छ कि। अनि अलिकति पनि यसमा थोरै पनि केहीले ठोक्यो भने, ढुङ्गाहरूले ठोक्यो भने यो भाँचिन सक्छ। यो भाँचिसकेपछि हाम्रो पट्टा अनब्यालेन्स हुन्छ होइन। अनब्यालेन्स भइसकेपछि चाहिँ अनि पट्टा भाँचिने सम्भावना हुन्छ यो बोल्टले गरेर चाहिँ। त्यही भएर हामीले यसलाई ध्यान दिएर हेर्नुपर्ने हुन्छ। हामी यसरी हेरिसकिसकेपछि चाहिँ अब यो पट्टालाई हामी टाइट गर्छौँ। हामीले पट्टालाई टाइट गर्नुपर्ने हुन्छ। लुज रहेछ, यसरी टाइट गर्नुपर्ने हुन्छ। अब यो बाङ्गेकोलाई हामीले टाइट गर्न सक्दैनौँ, अप्ठ्यारो हुन्छ यो। त्यसपछि यो सक्करको बोल्टु पनि हुन्छ। यो सक्करको बोल्टुलाई पनि हामीले चेक गर्नुपर्ने हुन्छ। धेरै नै लुज भइसकेको रहेछ।
पछाडि भयो अब अगाडि यो चाहिँ हामीले चेन्ज गर्दै राम्रो हुन्छ। अब हामीले यो अहिले एकछिनमा टायरहरू सबै खोल्छौँ, 4 चक्के हामीले चेक गर्नुपर्ने हुन्छ होइन। चक्का खोलेर हामीले यो डिस्क पनि खोलेर हेर्नुपर्ने हुन्छ, 2 साइडकै अगाडि पछाडि सबै। त्यसपछि अगाडि पनि टाइट गर्नुपर्ने हुन्छ यहाँ। अब हामीले यो चेक गर्नुपर्ने हुन्छ। मेन भनेको चाहिँ हाम्रो यही हो स्टियरिङको, यो पनि हल्का लुज रहेछ, यो पनि टाइट गरिदिनु होइन। जुन नबिर्सिकन टाइट गर्नुपर्ने हुन्छ यो चाहिँ। अनि जस्तै हाम्रो यो ध्यान दिएर हेर्नुपर्ने यो लोअर आर्म पनि के कस्तो छ, बाङ्गेको ओरेको ठोकेको काहीँ केही छ कि भनेर हेर्ने हो राम्रोसँग। यसरी हेर्नुपर्ने हुन्छ। यता है यहाँनिर ठोकिसकेको रहेछ हाम्रो। यसले चाहिँ यसरी ठोक्यो भने चाहिँ हाम्रो गाडी एक साइडतिर भाग्ने तान्ने ओर्ने हुनसक्छ, स्टियरिङ तान्ने भाग्ने, टायरको अलाइनमेन्ट नमिल्ने हुनसक्छ यसले चाहिँ। त्यही भएर हामीले यो चाहिँ रिपेयरिङ अथवा रिप्लेस गरेकै राम्रो हुन्छ त्यो चाहिँ। यतिले गर्दाखेरि अब यो नछिर्ने भयो। अब यो टाइट गर्न मिलेन, अब यो रिप्लेसै गर्नुपर्ने हुन्छ यो। हजुर हाम्रो रिप्लेस गर्ने कुरामा हुन्छ होइन? हजुर कतिको एभाइलेबल छ? हाम्रो अभाइलेबल छ। यो हाम्रो रनिङ आइटमहरू चाहिँ सबै अभाइलेबल छ होइन। जस्तै अब ठुलो केसहरूमा चाहिँ अब त्यस्तो छैन हाम्रो। अब ब्याट्री स्याट्री यताउता चाहिँ अलिकति छ, तर हामीले म्यानेज गरिरहेको छौँ अहिलेसम्म। हामी चाहिँ हाई भोल्टेज वायर हेर्दैछौँ, कतै केही फुटेको ओरेको केही छ कि भनेर हेर्दैछौँ। र हामीले यहाँ अलिकति देखि पनि सक्छौँ, यहाँ थोरै यहाँ हेर्न सक्नुहुन्छ। अलिकति पार्ट थोरै स्क्र्याच भएको छ यहाँनिर। हाई भोल्टेजमा चाहिँ हाम्रो यो येल्लो हुन्छ, यो हुन्छ रेड कलरको हुन्छ भनेदेखि अब 12 भोल्टको चाहिँ हाम्रो ब्ल्याक कलरको हुन्छ, ब्ल्याकको हुन्छ। लो चाहिँ हाई चाहिँ हाम्रो रातोमा हुन्छ। र हामीले यसको लक लागेको छ कि छैन के कस्तो छ यो हेर्नुपर्ने हुन्छ। यो यिनीहरू ठिक छ। यता हेर्छौँ हामी। अब यो चाहिँ हाम्रो यहाँ कन्ट्रोलरमा आएको हो, यसलाई पनि ध्यान दिएर हामीले हेर्दैछौँ कतै केही ठिक छ। यो पनि ठिक छ। यो मोटरमा आएको 3टा पनि ठिक छ, कहीँ स्क्र्याचहरू केही भएको छैन। यो चाहिँ हाम्रो मोटरमा जाने 3 फेजको लाइन हो। यो चाहिँ हाम्रो अगाडि 3-in-1बाट कन्ट्रोलरमा पास गराउँछ र कन्ट्रोलरले चाहिँ यतातिर यो मोटरमा पास गराउँछ। 2 फेजमा आउँछ र 3 फेजमा कन्भर्ट गरेर यता मोटरमा पठाउँछ। हाम्रो यो क्राउन घुम्छ, त्यसपछि हाम्रो टायर रिटर्न हुन्छ। हामी चाहिँ अहिले यसमा कुलेन्ट हाल्दैछौँ। कुलेन्ट चाहिँ हाम्रो नेपाल गोल्डको हाल्दैछौँ। यसमा हाम्रो 3.5 लिटरदेखि 4 लिटर कुलेन्ट खान्छ यसले, हाम्रो एसआरएमले चाहिँ। हाम्रो यो अहिले चाहिँ कुलेन्ट भरियो। अब हामीले यो भरिसकेपछि गाडी रेडी गरेर अन गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले अगाडि त्यहाँ गर्दै हुनुहुन्छ दाइले। त्यसपछि अन गर कुलेन्ट झऱ्यो, तल झऱ्यो। अब हामी फेरि हाल्दैछौँ। एसी पनि चालु गरिदिनु पर्ने हुन्छ। एसी चालु गऱ्यो भने चाहिँ अलिक फास्ट जान्छ कुलेन्ट। हजुर अहिले गइरहेको छ। जब हामीले एसी अन गऱ्यौँ तब आरामले जान्छ कुलेन्ट। हजुर अब योभन्दा बेसी चाहिँ जाँदैन हाम्रो एसआरएममा। अन अफ गर्नुपर्ने हुन्छ। हजुर गाडी अन अफ गर्नुपर्ने हुन्छ। एयर बसिरहेको हुन्छ नि जुन, त्यो हामीले अफ अन गर्दा चाहिँ एयर पनि जान्छ कि यहाँबाट। त्यही भएर कुलेन्ट अलिक चाँडो पनि जान्छ कि। जुन हामीले अघि हावा हान्दा एयर पनि बसेको हुन्छ नि हल्का, हो त्यसको लागि चाहिँ यहाँ छोप्नु भनेको
छोप्नु हुँदैन कि यो छोप्यो भने चाहिँ एयरभित्रै जान्छ फेरि है नछोपिकन यत्तिकै चाहिँ गर्नुपर्ने हुन्छ त्यसपछि हामीले लास्टमा चाहिँ यो यतापट्टिको ट्याङ्क हुन्छ हाम्रो कुलेन्ट ट्याङ्क हुन्छ यो ट्याङ्क चाहिँ हाम्रो यतापट्टि यो रेडिएटर कन्डिसनरको लाइनमा चाहिँ सकिसकेपछि कुलेन्ट यताबाट चाहिँ पास गराउँछ उता फ्लो गराउँछ यसले हजुर हाम्रो चाहिँ यहाँ बट्टाभित्र हुन्छ तपाईँको यहाँ लेखा हुन्छ लो लेखा हुन्छ यहाँ तल लो हुन्छ यहाँ माथि फुल हुन्छ होइन हामीले जहिले पनि राख्दाखेरि हामीले यसमा हेर्दाखेरि चाहिँ फुलमै हुनु पऱ्यो लोमा भयो भने हामीले टपअप कुलेन्ट टपअप गरेर फुलमा राखिराख्नु पऱ्यो यहाँ फुल चाहिँ यहाँ छ हजुर यहाँ लो छ यहाँ फुल छ हजुर हामीले अनि त्यसपछि ब्रेक ओइल हेर्नुपर्ने हुन्छ ब्रेक ओइल पनि हाम्रो मिनिमम र म्याक्सिमम हुन्छ यहाँ लेखिरहेको छ मिनिमम र म्याक्सिमम हुन्छ जहिले पनि हामीसँग म्याक्सिमममा हुनु पऱ्यो अहिले चाहिँ हाम्रो ब्रेक ओइल म्याक्सिममै छ चेन्ज टाइम हुन्छ यसको अब तपाईँको चल्दाखेरि जस्तै 20,000 25,000 पुग्यो नि तब हजुरको एकचोटि हेर्नुपर्ने हुन्छ कालो भएको छ कि ब्रेक ओइल सेतो छ कि कस्तो छ होइन त्यही अनुसारले हुन्छ कालो भयो भने चाहिँ एयर छुटाउनु पर्ने हुन्छ हाम्रो सबै यो बट्टा खाली गर्नुपर्ने हुन्छ होइन खाली गरेर 4 चक्काबाट चाहिँ एयर छाड्नुपर्ने हुन्छ अनि नयाँ एयर यसमा हाल्नुपर्ने हुन्छ अनि कालो नभएर सक्यो मात्रै भन्छ फिलअप मात्रै सक्यो भने पनि तपाईँको हाम्रो ब्रेक प्याडल एकदम लुज हुन्छ त्यो लुज भएपछि चाहिँ हामीले यसमा आदि गराउँदै तलबाट एयर छुटाउँदै गरेर ब्रेक चाहिँ माथि ल्याउनु पर्ने हुन्छ जस्तै अब हाम्रो यहाँ म्याक्सिममबाट मिनिमम भइसकेपछि हाम्रो अगाडि क्लस्टरमा सिङ्गल देखाइहाल्छ ब्रेक ओइलको जे कुराको पनि हाम्रो कुलेन्ट कम भयो भने नि कुलेन्टको सिङ्गल देखाउँछ ब्रेक ओइल कम भयो भने ब्रेक ओइलको सिङ्गल देखाउँछ हामीले अब यो ब्रेक ओइल ठिक छ म्याक्सिममै छ यसलाई हामीले ब्रेकको लगाइदिउँ त्यसपछि हामीले यहाँ हावा हाल्नुपर्ने हुन्छ एकचोटि एयर अहिले अब यो यसको ब्रेक प्याड चेक गर्नको लागि अथवा ब्रेक प्याड र व्हिल हब बेरिङ चेक गर्नको लागि खोल्दैछौँ हजुर चाँडैको गर्नुपर्छ हामीले हामीले यो खोलिसकेपछि चाहिँ चेक गर्दाखेरि यो क्यालिपर हल्लेको छ कि छैन जम्पिङ गरेको छ कि छैन चाहिँ ध्यान दिनुपर्ने हुन्छ 1 नम्बर हो फर्स्टमा चाहिँ यो जम्पिङ गरेको छैन टाइट छ भने चाहिँ हाम्रो यो डिस्क तात्तिने काम हुन्छ कि त्यसपछि चाहिँ हामीले यो क्यालिपर खोलेर क्यालिपर ग्रिज गरेर यसलाई जम्पिङ गर्ने बनाएर अनि मात्रै फिट गर्नुपर्ने हुन्छ अहिले जम्पिङ गरिरहेछ यतिको जम्पिङ गर्नु भनेको राम्रो हो यो हाम्रो अहिले अब यो ब्रेक प्याड पनि ठिक छ यो यसलाई अब केही गर्नु पर्दैन यो साइडको ठिक छ अब हामी उता साइडको खोल्दैछौँ हामीले चाहिँ अब पछाडिको टायर अगाडिको टायर पनि खोलिसक्यौँ अब हामीले पछाडिको टायर डिस्क खोल्नको लागि चाहिँ हामीले यो ह्यान्ड ब्रेक उठेको हुन्छ ह्यान्ड ब्रेक चाहिँ यसरी झार्नुपर्ने हुन्छ त्यसपछि हामी के कस्तो छ प्ले छ कि छैन भनेको यसलाई हामीले एक्सल व्हिल हब बेरिङ भन्छ होइन हामीले चेक गर्दैछौँ यो चाहिँ चेक गर्दा चाहिँ यस्तै तान्नुपर्ने हुन्छ यो ठिक छ ब्रेक सू पनि हेर्नुपर्ने हुन्छ ब्रेक सू राम्रोसँग हेर्ने कतै स्क्रैचहरू केही छ कि भनेर ठिक छ यो पनि हामी यसलाई लास्टमा हामीले अब यो खाक्सी गरेर घोटेर त्यसपछि हावा हानेर अनि मात्र यो ड्रम हाल्छौँ
र हाम्रो चाहिँ यो अब सर्भिसको काम सक्यो हामीले यसलाई बन्द गर्दैछौँ। हामीले चाहिँ अहिले यो एसी फिल्टर निकाल्दैछौँ सफा गर्नको लागि। एसी फिल्टर चाहिँ एकदम डस्टहरू धेरै भएर रहेछ, यसलाई चाहिँ हामीले हावा हान्छौँ हो। यो चाहिँ हाम्रो एसीको डस्टहरू बसेर रहेछ जम्मै धुलोहरू, यसलाई चाहिँ हामीले सफा गर्नुपर्ने हुन्छ प्रत्येक सर्भिसिङमा। फिल्टर बस्ने भाग हुन्छ तलपट्टि। हाम्रो चाहिँ यसको सर्भिसिङको फुल सर्भिसिङ सकिसक्यो। अब हाम्रो चाहिँ यसलाई वासिङमा लाँदैछौँ। अब यो वासिङमा त यो वासिङमा हामीले के कुरामा ध्यान दिनुपर्छ? वासिङमा चाहिँ हामीले मेन भनेको चाहिँ हाम्रो यो चार्जर हुन्छ यहाँ हाम्रो यी हुन्छ। र सेकेन्ड कुरो यसको चाहिँ अगाडि अब यो बनेट खोल्ने, त्यसपछि बनेट खोलेर सफा गर्दा चाहिँ अब यसलाई हामीले यो हाई भोल्टेज वायरहरू हुन्छ हाम्रो यहाँ तल यो ओरेन्ज कलरहरूकोमा पर्नु भएन, यो 12 भोल्टकोमा पनि पर्नु भएन किनकि सर्ट हुनसक्छ होइन। हाम्रो इभी गाडी हो, त्यही भएर त्यो चाहिँ ध्यान दिनुपर्छ। नमस्ते, मेरो नाम चाहिँ खेम कुमार थापा, म चाहिँ एसआरएमको टेक्निसियन। र हामीले अहिले यसको चाहिँ हामीले फुल सर्भिसिङ अल ब्रेक चेक गऱ्यौँ, सर्भिसिङ गऱ्यौँ, अल पार्ट्स चेक गऱ्यौँ, सब ठिक छ। हाई भोल्टेज वायरहरू चेक गऱ्यौँ र हामीले अहिले वासिङमा ल्याएर दिएको छौँ वासिङको भाइलाई। हस् हस्, धन्यवाद।